मुद्दा हाल्छु, हाल्नुस् न मुद्दा, म तयार छु मुद्दा खेप्न। कुन मुद्दा हाल्नुहुन्छ हाल्नुस्, सुरुवात गर्नुस् मुद्दाको। र मुद्दा हाल्ने जुन भड्की दिनेहरू तिनीहरूलाई म आज जवाब दिन्छु। प्रमाण भन्दै हुनुहुन्थ्यो होइन, मुद्दा हाल्ने। ल पहिलो मुद्दा यहाँबाट हालौँ। पहिलो मुद्दा आज म देखाइरहेको छु। यो गाडी कुन चाहिँ दूतावासको हो, यो गाडी कसको हो, र राति 12 बजे एउटा दूतावासको गाडी माननीय प्रधानमन्त्रीको निवास बालुवाटारमा के गर्न जान्छ? ल अब त्यो प्रमाण मसँग नमाग्नुस्, अब प्रधानमन्त्रीज्यूसँग प्रमाण माग्नुस् न। अब एउटा कुरा देखाउनुस्, यो टिओबी यो जुन फोटो छ यसमा जुन पेस्तोल यो के का लागि हो? प्रदर्शनमा हामी सहभागी बोलायौँ रे, अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौँ रे। एउटा कुरा मलाई प्रश्न मेरो, त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो त्यो बाइक, र किन चलाएको थियो, त्यो के गर्न गएको हो? त्यो प्रश्नहरू आज हरेक नेपालीले सोध्नेछ। अर्को तेस्रो प्रमाण, दुईटा प्रमाण भयो। अब तेस्रो प्रमाण, एकजना जेनजीका भाइलाई एकजना संस्थाको मान्छेले टेलिफोनमा थर्काएका छन् र मन्त्री हामी नै बनाउँछौँ, नेताहरूलाई मुद्दा लगाउँछौँ भन्ने कुराहरू जुन गर्नुभएको छ त्यसको रेकर्ड छ। कसलाई चाहियो? आधिकारिक व्यक्ति को हुनुहुन्छ मसँग माग्नुहोस्। आधिकारिक व्यक्ति जो कोहीलाई पनि म दिदिनँ। कसैलाई चाहियो भने म सुनाइदिन सक्छु। तपाईहरुलाई लाग्छ यो पनि बकवास हो भने ल आवाज मात्रै सुन्नुस् है, आवाज मात्रै म तपाईहरुलाई सुनाइदिन्छु। यो कति मिनेटको भिडियो हो त्यो पनि म दे खाते भनेर मैले भिडियो बनाऊ। त यहाँ खाते त मन्त्री बन्न आएको त उ गर्न